हेलो गाइस, आज म पेदुङ जाँदैछु गाडी लिएर। तपाईलाई के कस्तो हुन्छ भिडियो देखाउने छु हो। बाटोमा भिडियो पनि गएको पनि बनाउने छु। अरू बेला चाहिँ म गयो भन्दै थियो भिडियो गर्न असुविस्ता भएको कारणले गर्दाखेरि मैले तपाईलाई जाँदै गरेको भिडियो चाहिँ लिएर आउन सकेको थिइनँ हो। सो आज चाहिँ म गाडी लिएर जाँदैछु, त्यही कारणले भिडियो पनि आज हाम्रो गाउँको पनि म देखाउने छु तपाईलाई दृश्य। फाइनली गाइस म चाहिँ हिँडिसकेको छु हो। काका भन्नुहुन्छ आज चाहिँ पछि हैन, पछि हुनुहुन्छ हो। म चाहिँ गाडी चाहिँ ड्राइभिङ गर्दैछु। तपाईँलाई यहाँको अहिले अगाडि पनि देखाउँछु हो। 11 मा चाहिँ लाग्दिएको पेदुङमा आज हो। साह्रो जाडो भएर चाहिँ अब हल्का जाडो यो चाहिँ गाइस कम जेरो हैन, कम जाँदैछु। यो चाहिँ गाइस पेदुङको हस्पिटल डाँडाको भ्यू हो हाम्रो पेदुङको हैन। यस्तो छ हेर्नुस्, आज अलिकति पानी परेर धुम्म भइरहेछ। यस्तै भइरहेछ, धुम्म भइरहेछ, धुम्म भइरहेको छ। गाडी चाहिँ लिएर राखिरहेको छु। फाइनली पेदुङमा सबै काम सकेर चाहिँ अब घरतर्फ लाग्दै गरेको पेदुङबाट। यो पेदुङ बजारभित्र नै पर्छ बस। अब पेदुङबाट चाहिँ निस्किँदै गरेको, घरतर्फ जाँदै गरेको। घरतर्फ जाँदाखेरि अब तपाईँलाई भ्यू देखाउने छु हो। घरको त्यहाँतिरको तलतिरको भ्यू देखाउने छु। यो चाहिँ पेदुङ बजारभित्रै नै हो होइन। यस्तो छ हाम्रो पेदुङको नजारा चाहिँ गाइस। यहाँ चाहिँ मुनिपट्टि चाहिँ सेन्ट जोसेफको ग्राउन्ड छ गाइस। यहाँ जुन चाहिँ अब अलिकति अगाडि चाहिँ हाम्रो मेन स्ट्यान्ड छ होइन। यो जुन चाहिँ मेन स्ट्यान्ड छ मतलब यो लाइनमा चाहिँ अलगढाको गाडी ट्याक्सीहरू बस्छ। तल्लो लाइनमा कालिम्पोङको, रिनकको जहाँ पनि जान सक्नुहुन्छ। अनि मतलब यो लाइनमा चाहिँ प्राइभेट गाडीहरू पार्किङ गर्न सक्नुहुन्छ। तल्लो पनि बसमा कालिम्पोङ जान सक्नुहुन्छ तपाईँहरूले हो। त्यहाँमाथि सेक्रेट हार्ट चर्च छ। यो चाहिँ सेन्ट जोसेफ स्कुलको अगाडिपट्टि हो होइन। अलिकति देख्दै गर्नुहुँदै तल चाहिँ हाम्रो सेन्ट जोसेफ स्कुल हो गाइस। म चाहिँ फाइनली सेन्ट जोसेफ स्कुल पुगिसकेको छु, फर्किँदै गरेको घर हो। यो चाहिँ तपाईँले दृश्य हेर्न सक्नुहुन्छ। यो चाहिँ सेन्ट जोसेफ स्कुल हो। यहाँ पनि दृश्यहरू हेर्न सक्नुहुन्छ। दामी छ गाइस, मजाले हेर्नुहोस् होइन। तल मजाले पनि भ्यू देखाउनेछु, तलको पनि घर भ्यूसम्म नै सकेसम्म चाहिँ तपाईँलाई भिडियोमा देखाउने कोसिस गर्नेछु गाइस। अम्बो गाडी आउँदो रहेछ गाइस। गाडी स्टप भएको अवस्था होइन। गाडी आउँदो रहेछ, साइकल रहेछ होइन गाइस। यो त हाम्रो पुरो पट्टेको भ्यू गाइस। पट्टे चाहिँ यस्तै छ होइन। यहाँ यस्तो खालको भ्यूहरू होइन। यस्तो ठिकै डाँडा छ, मजा छ। अलिकति आज चाहिँ डुम्मा भएको थियो कि त्यसैले राम्रोसँग भ्यू देखेको छैन। र पनि साइड यसै छ गाइस। के कस्तो छ भनिदिनु पऱ्यो गाइसहरूले पनि होइन, कमेन्ट मार्फत मलाई। मजाको छ होइन यतिको त सबै। फाइनली हामी चाहिँ घरमा आइपुगेको छ हो। यहाँ अब काका हुनुहुन्छ हो, दुईजना चाहिँ अब पेदुङ सेदुङ घुमेर आएको होइन। काका हुनुहुन्छ हो। अब चाहिँ घर आइसकेको छ। तपाईँलाई मैले देखाउनु पाइनँ हो, त्यसको लागि सरी हो। अलिकति भिडियो गर्नु नमिलेको, त्यसै कारणले गर्दाखेरि चाहिँ मैले अलिकति माथिको चाहिँ अब जाँदाखेरि चाहिँ गरेँ, माथि चाहिँ भिडियो गर्नु पाइनँ हो। यहाँ आएर चाहिँ भिडियो गरेको हो।